स्वीकृति पत्र म मिस्टर डेभिड लेप्चा वचन आधारित वचन मुताबिक रहेको इभान्जेलिकल प्रेस्बिटेरियन मण्डलीको विश्वास स्वीकृतिको घोषणालाई बाइबलीय सिद्धान्तको सारांश पनि स्वीकार गर्दछु। म यस मण्डलीको संविधान र नियमहरू पालन गर्छु औ यसको अनुशासन अधीनमा रहने भनी प्रण गर्दछु। स्वीकृति पत्र म मनमोङ्गी तागेन वचनमा आधारित र वचन मुताबिक रहेको इभान्जेलिकल प्रेस्बिटेरियन मण्डलीको विश्वास स्वीकृतिको घोषणालाई बाइबलीय सिद्धान्तको सारांश भनी स्वीकार गर्दछु। म यस मण्डलीको संविधान र नियमहरू पालन गर्छु औ यसको अनुशासनको अधीनमा रहने भनी प्रण गर्दछु। लेप्चालाई आज स्थानीय हाम्रो इभान्जेलिकल प्रेस्बिटेरियन चर्च अब सिक्किमको एल्डर हुनुभयो भनिकन म घोषणा गर्दछु। यहाँहरू आवश्यकता भएका सर्टिफिकेट पनि हामी दिँदैछौँ र साथै बुक र बाइबल पनि छ। र यो चाहिँ हाम्रो यहाँ मोडरेटर र सिनियर मोस्ट पास्टरको हातबाट यो सर्टिफिकेट दिइनेछ यहाँहरूलाई। अनि मोडरेटरको हातबाट हाम्रो सिद्धान्त अथवा बाइबल, सेवाको रीति र साथै यो बुके पनि अर्पण गरिनेछ।